हेलो एभ्रीवन गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला एन्ड म पनि सन्चै अनि आरामै छौँ गाइज। अनि आज चाहिँ हाम्रो स्पेसल भ्लग चाहिँ के को बारेमा छ भनेदेखि हामीले चाहिँ अब चट्टै पारामा आलु हाल्न चाहिँ हामी माथि लेकतिर जानुपर्ने हुन्छ र त्यहाँ गएर चाहिँ गाइजहरू त्यहाँ आलुहरू चाहिँ कसरी हाल्ने के गरेर हाल्ने होइन कसो गरेर हाल्ने आज त्यहीको बारेमा रहेको छ गाइजहरू। हरो जोताइ कार्यक्रम भइरहेको छ। हरो भन्छ हाम्रोमा गाउँमा चाहिँ होइन खेतलाई चाहिँ। गाइजहरू तपाईँहरूले सबजनाले इन्जोय लास्टसम्म गरिदिनु होला गाइज। एकदम बवाल छ होइन भ्लग चाहिँ एकदम बवाल अनि स्पेसल हुनेवाला छ गाइज। तपाईँहरू सबैजनाले हेरिदिनु होला गाइज अनि केही नभनेर इन्जोय दिस भ्लग गाइज। के गर्दैछ चट्टैलाई यहाँ खल्लो यसले चाहिँ हाम्रो खाल्लो भन्छ। यहाँ चाहिँ आलु अनि यहाँ चाहिँ आलुहरू निकाल्ने अनि आलुहरू निकालेर चाहिँ यहाँ चाहिँ हाल्ने टक्क लगाएर गाइजहरू है। जसले हाम्रो भाउने हो दाइले चाहिँ त्यहाँ तानिराख्नु भएको छ। आलु चाहिँ यसरी तान्ने हो टक्क लगाएर खन्याउने अनि तान्ने खुलिने कार्यक्रम जारी हुन्छ होइन। भित्रबाट चाहिँ आउँछ हाम्रो आलु यति रहेछ गाइजहरू। आलु चाहिँ यति हो यस्तो हुन्छ गाइज आलु है। तरकारी खाने गाइज तरकारी टक्कै लगाएर आलु जस्तो है भित्र छ। अनि उता छ गाइजहरू यहाँ चट्टै पारामा यस्तो छ होइन देख्न सक्नुहुन्छ। गाइजहरूलाई देख्न सक्नुहुन्छ आलु होइन। यो चाहिँ आलुबाट चाहिँ हाम्रो के बन्छ भन्ने कुरा आलु तरकारी खाइन्छ गाइजहरू। तरकारी खाने होइन आलुबाट चाहिँ अनि चट्टै समोसा बनाएर खाने अनि आलुको मोमो हालेर खाने गाइजहरू होइन। आलुको बडी बनाइ खाने आलुको सिङ्गी बनाइ खाने हजुर अनि आलुको परौटा बनाइ खाने आलुको पकौडा बनाइ खाने आलुको समोसा बनाइ खाने। त्यही भएर यो चाहिँ आलु हो गाइज। आलु हामीसँग जति पनि छ गाइजहरू किन्ने भयो गाइजहरू त्यही हो गाइज। हाम्रो गाउँ चाहिँ यहाँ छ देख्न सक्नुहुन्छ तपाईँहरूले। हाम्रो गाउँ चाहिँ यहाँ छ हामी चाहिँ आएको यहाँबाट यता जङ्गलबाट यहाँ आएर आएको है। गाउँ चाहिँ हाम्रो त्यहाँ छ एन्ड सो गाइज देख्न सक्नुहुन्छ तपाईँहरूले भ्यू है यस्तो छ गाइज। भ्यू चाहिँ माथि चाहिँ दाइले चट्टै आलुहरू निकालिराख्नु भएको छ टक्कै लगाएर। कतिको खनिन्छ कतिको आलु नहाल्ने राजा आलु हाल्ने के उक्लाउने हो पैसाको महिना चाहिँ फापर छन्ने हो के। अनि के गर्दै के छ गर्दै ठिक छ खनेर के गर्ने खनेर आलु हाल्ने होला होइन। पैसाको महिना चाहिँ फापर छन्ने अनि त्यही हो। फापर छरेर के गर्ने फापर छरेर अङ्ग्रिन्छ त्यसलाई गोड्ने अनि त्यसलाई काट्ने अनि त्यसलाई चुट्ने अनि त्यो फापरको दाना हुन्छ त्यो चाहिँ पिनेर लगर खाने। लगर खाएर के गर्ने लगर खाएर मोटाउने मान्छे होइन किन मोटाउने लगर खाएर मोटाउने चट्टे बारामा यहाँ खन्ने खेत यस्तो छ गाइजहरू मजाले खनिरहेको छ उसले चाहिँ होइन देख्न सक्नुहुन्छ गाइजहरू। माथि हाम्रो दाइले चाहिँ त्यहाँ बाहिर राख्नु भएको छ र यो चाहिँ मैले भाउने कुरो के छ बड्डा के छ
ठिक छ भनिरहेको छ देख्न सक्नुहुन्छ तपाईँहरूले के छ भने ठिक छ भन्छ केटाले त्यहाँ के भने यता चाहिँ चट्टे बोसले खनिरहेको छ देख्न सक्नुहुन्छ हामी माथि दाइतर्फ जाँदैछौँ गाइजहरू के छ त दाइको अब हल्ली चल्ली खबरहरू भाउँदाखेरि कस्तो महसुस भइरहेको छ म उहाँलाई सोध्न चाहन्छु के छ ब्रोदर के छ के गर्दै हजुर कस्तो छ त अब जोताइको माहौल अब हिजो आज होइन पानी सानी चट्टै पारामा पर्यो हिउँसिउ परिरहेको छ होइन कस्तो छ त माहौल अनि हजुर एकदम साह्रो छैन अब आलु बुहेको अब के गर्ने दाइले चाहिँ चट्टे पारामा त्यो बल्दालाई ढल्काइरहेको छ बल्दा भन्छ गाई चाहिँ यो गोरुलाई चाहिँ हाम्रो ठाउँमा चाहिँ अनि यसलाई चाहिँ हरो भन्छ गाइजहरू खेत हो होइन तर हरो भन्छ गाइजहरू देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो पुस्ता भने चाहिँ लगभग 7 पुस्ता अगाडिको गोड हो देख्न सक्नुहुन्छ तपाईँहरूले हामी चाहिँ बर्खामा त्यही बस्ने गर्छौँ अनि अरू के छ त माहौल अनि जोताइ कस्तो भइरहेछ हजुर एकदम साह्रो छैन जोताइको माहौल ठिक भइरहेछ हिजो आज पानी परिरहेको छैन यार्चा गुम्बा सबरुला जस्तो छैन चोर्न जानुपर्छ होइन भक्का अब केजी हान्नुपर्छ यो वर्ष केजी होइन चट्टे पारामा अनि आलु सालु चाहिँ पोहोर साल चाहिँ बुइन्थ्यो तर अहिले चाहिँ हाम्रो आलु छैन गाइजहरू देख्न सक्नुहुन्छ तपाईँहरूले यसरी जोत्नुपर्छ है गाइजहरू हलो चाहिँ यसरी जोतिन्छ देख्न सक्नुहुन्छ गाइजहरू चट्टे पारामा यो बल्दा चाहिँ धेरै हिँड्दैन रहेछ भन्ने बुझ्नुपर्छ गाइज कामै छैन रहेछ भने हामीले बुझ्नुपर्छ गाइजहरू है पुरै दामी पारामा जोतिराख्नु सक्नु भएको छ त्यहाँ चट्टे पारामा यसरी जोतिन्छ यताको मान्छेले चाहिँ हिजो आएर जोतिसकेको रहेछ एन्ड सो दाइले चाहिँ यहाँ जोत्नु भएको छ चट्टे पारामा यसरी जोतिन्छ हामी यहाँ सक्नेछौँ है यहाँ सकिसके पछाडि चाहिँ हाम्रो तल चाहिँ त्यहाँ आलु हाल्नुपर्ने हुन्छ हाम्रो अर्को खेत चाहिँ त्यहाँ छ गाइजहरू त्यहाँ आलु हाल्नुपर्ने हुन्छ अनि हिजो चाहिँ दामी पारामा पानी परेको कारणले हिउँ सिउँहरू माथि एकदम बराबर पारामा आइरहेको छ र दिउँसोतिर पनि यसो पानी पर्ला जस्तो छ र गाइजहरू देख्न सक्नुहुन्छ होइन चट्टे दाइले जोतिराख्नु भएको छ हलो अनि कस्तो छ त जोताइ कार्यक्रम अनि के कस्तो छ त अनि गाह्रो छैन चट्टै राजा के छ के गर्दै यहाँ यताले चाहिँ यसरी खन्नुपर्छ गाइजहरू डोल्पामा चाहिँ यसरी खन्छ है गाइजहरूलाई देख्न सक्नुहुन्छ तपाईँहरूले फाइनली चाहिँ यहाँ एकदम भक्कानी पारामा खनिरहेको छ मैले जोत्ने बल्द चाहिँ यो गाइज बल्द भन्छ हाम्रो यो ठाउँमा चाहिँ उता चाहिँ दाइले चट्टे पारामा भइरहेको छ गाइजहरू देख्न सक्नुहुन्छ तपाईँहरूले भ्यू पनि एकदम दामी छ है गाइज डोल्पाको 1 पिस भ्यू होइन तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चट्टे पारामा यस्तो छ है गाइजहरू देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ टक्कै पारामा उसले चाहिँ खनिरहेको छ देख्न सक्नु गाइजहरू देख्न सक्नुहुन्छ यो चाहिँ आलु हो टक्कै पारामा हामीले छानेर चाहिँ यहाँ हाल्ने र चाहिँ हाम्रो खेतहरूमा चट्टे पारामा हाल्ने हो गाइजहरू देख्न सक्नुहुन्छ तपाईँहरूले टक्कै सानो सानो टाइपको चाहिँ टिपेर हाल्ने यता होइन अनि टक्कै ठुलाहरू चाहिँ अलिक पोलेर खाने यो कभर यो उनीहरू चाहिँ पोलेर खानुपर्छ होइन त्यही त पोलेर खानु पर्यो त पोलेर खाने ठुलै खानु पर्यो यार यिनीहरू ठिक हुन्छ होला होइन यो चाहिँ हाम्रो पोलेर खाने चाहिँ यहाँ राख्नुपर्छ गाइजहरू होइन सानो त डरिहाल्छ त्यही थाहा होइन ल देख्न सक्नुहुन्छ है बल्दहरूलाई चाहिँ चट्टे पारामा खानाको व्यवस्था गरेको छ चट्टे घाँस सास खान्छ यहाँ यता घाँस सास खानेकुरा छ उता चाहिँ यस्तो छ के छ दाजु के छ खारो छैन जग्गा गाइजहरूलाई हाम्रो चाहिँ खाना अब खाने कार्यक्रम रहेछ खाना चाहिँ यहाँ रहेको छ है देख्न सक्नुहुन्छ चट्टे लगाएर खाना खानुपर्छ खाना खाएर अनि चट्टे यो सकेर अनि तल भाइसकेर घर चट्टे खानामा चाहिँ हाम्रो लवर कार्यक्रम भइरहेको छ खाने चट्टे तरकारी होइन चट्टे लगाएर खाइ भइरहेको छ अनि सो खाएर चाहिँ हामी फेरि पाउनु पर्ने हुन्छ एकछिन खानेछौँ गाइज खाएर अर्को भिडियोमा है त चट्टे तरकारी है गाइज तरकारी खाने लगर खाने गाइजहरू फापरको पिठो चट्टे पारामा हाम्रो चाहिँ आज यो कार्यक्रम छ ल तरकारी खाने चट्टे तरकारी र खानामा चाहिँ हाम्रो लोकल लगर छ गाइजहरू लगर खाने हुने महानुभावहरू चाहिँ डोल्पा हाम्रो गाउँ आउनु होला गाइजहरू
आलु भाइ त खाने चट्टै पारामा यहाँ लगर गाइजहरू यता म छ यता बसौँ यता लोकल लगर गाइजहरू देख्न सक्नुहुन्छ है ल होइन खाइ कार्यक्रम महँगो चल्दैछ लोकल लगर गाई छ सिन्धुली मालिक एकदम ठिक छ के गर्नु यस्तो छ हेलो भाइ कार्यक्रम होइन देख्न सक्नुहुन्छ तपाईँहरूले कठिनाइ छ डोल्पालीको जिन्दगी रे क्या अझै डोल्पालीको जिन्दगी क्या रहेछ यसरी भाउनुपर्छ गाइजहरू डोल्पामा देख्न सक्नुहुन्छ भाउने भयो तरहरूले आउनु होला कुकुरलाई भाउनु मन लाग्छ त्यति आइदिनु होला भाउनलाई बल्दहरू न हिँडेर तनाव छ बल्दहरू सल्लामा गाइजहरू गाइजहरूलाई चट्टै पारामा भाइसकेको अवस्था छ होइन यो चाहिँ हाम्रो खेतहरू चट्टै पारामा अब घर जाने भइसक्यो होइन दाजु भइसक्यो घर अब यो बल्द सिक्लो बल्दले घुम्ने भयो होइन हजुर चट्टै सिक्लो बाँधेर चट्टै अब घरतिर जानुपर्छ यार भाइ धन्न सक्यो यार गाइजहरू के भन्नु अब थक्कै त भएछ गाइज देख्न सक्नुहुन्छ तपाईँले यहाँ चाहिँ पुरै हाम्रो आलु हालेको अवस्था छ गाउँ चाहिँ हाम्रो त्यहाँ गाइजहरू अहिले चाहिँ हाम्रो त्यही 6 बजिसकेको छ त्यही हामी 8 बजीसम्म चाहिँ घर पुग्छ होला 2 घन्टा लाग्छ अनि सो देख्न सक्नुहुन्छ गाइजहरू एकदम दामी पारामा छ है सो गाइजहरू है आजको भ्लग चाहिँ यतिमै एन्डिङ गर्न चाहन्छौँ एन्ड एकदम रमाइलो भयो बबाल भयो है देख्न सक्नुहुन्छ पछाडि हामीले चाहिँ भर्खर चाहिँ भाएर सकेको अवस्था जोतेर सकेको अवस्था छ गाइजहरू है खेतहरू जस्तै हरोहरू जोतेर सकेको अवस्था छ र जो पनि नयाँ आउनु भएको साथीहरू हुनुहुन्छ प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला र साइडमा रहेको अल द नोटिफिकेसनलाई क्लिक गर्नु भएको छैन भने प्लिज क्लिक गरिदिनु होला यस्तै रमाइलो भ्लगहरू निरन्तर रूपमा आइ नै रहनेछ गाइजहरू सबैजनाले सब्सक्राइब गर्नुभएको छ प्लिज सब्सक्राइब गरिदिनु डोन्ट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब आवर च्यानल गाइज सबजनाले माया गरिदिनु होला र आजको भ्लग चाहिँ हामी एन्डिङ गर्न चाहन्छौँ एन्ड हामी पुग्नुपर्ने चाहिँ त्यो हो गाइजहरू अनि फाइनल्ली 5 बजिसकेको छ कति 6 बजिसकेको छ 5 भन्दा 6 बजिसकेको छ अनि 7-8 बजी हामी घर पुग्नेछौँ गाइज त्यहाँ अब पुगेर अनि सरसर गरेर चट्टै खानासाना खाएर सुत्नेछौँ एन्ड नेक्स्ट भ्लगमा भेट्नेछौँ गाइजहरू नेक्स्ट भ्लग सी यु अगेन द नेक्स्ट भ्लग गाइज